म चाहिँ फेरि तरकारी बोकाएर हल्का यता पछाडिपट्टि छ क्या बारीहरू पानीहरू लगाउन भनेर यतातिर आएको। तपाईँहरू देख्न सक्नुहुन्छ है, पानी चाहिँ अहिले फुल भइसकेको छ खेतमा। अब यो पानी चाहिँ यतापट्टि यो लेउगा छ नि, लेउगाकोतिर लगाइदिनु पऱ्यो क्या। लेउगा पनि मैले यहाँ देख्न सक्नुहुन्छ है, लेउगाको घारी पनि ठुलो भइसकेको छ। मैले चाहिँ यहाँ सोचिरहेको थिएँ कि लेउगा पहिला लगाइदिएको, धेरै टाइम भइसक्यो क्या। यो चाहिँ फुलहरू चाहिँ फुलिरहेको थियो यसको चाहिँ लेउगाको चाहिँ, तपाईँहरूले देख्न सक्नुहुन्छ है। अहिले चाहिँ यहाँ झिग्रो छैन, झिग्रो जति छ त्यति चाहिँ माथि चढिसक्यो। अब धेरै भएर चाहिँ यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ सबै भुइँतिर पनि हिँड्न थालेको छ क्या। यता त फेरि जतासुकै गए पनि त्यति टेन्सन छैन है, फलानाको बारीमा अर्काको बारीमा भन्ने हुँदैन नि। जमिनहरू देख्न सक्नुहुन्छ सबै खाली छ है यहाँ चाहिँ। अहिले चाहिँ भर्खर यहाँ निस्किन थालेर चाहिँ क्या, यो देख्न सक्नुहुन्छ है। फेरि अगाडिपट्टि पनि अरू मान्छेहरूले लगाइरहेछन् क्या, दाजुभाइहरूले लगाइरहनु भएको छ अगाडि पनि। उहाँहरूको चाहिँ सानो सानो बारी थियो क्या, सानो सानो रुखहरू, सानो सानो मतलब त्यति फैलिएको थिएन क्या लेउगाहरू चाहिँ, तर पनि उहाँहरूले चाहिँ खाइसक्नु भयो। मैले चाहिँ सोचिरहेको कि यत्रो फेरि लेउगाको घारी भइसक्यो तर पनि फलेको छैन भन्ने सोचिरहेँ क्या। किन होला यस्तो भएको, के भयो होला भन्ने सोचिरहेको। तर चाहिँ यहाँ अहिले चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ है, भर्खर निस्किन थालेछ कि, ढिलो भएछ नि त। उहाँको चाहिँ अलिकति चाँडै रोपिया भएको कारणले गर्दाखेरि नि त्यो हुनसक्छ होइन। यो घारी नि अब मेरो धेरै ठुलो घारी भयो भएर नि मलाई लाग्छ कि यहाँ धेरै बिउहरू थियो क्या, पहिला निकाल्दैन पर्ने यसलाई चाहिँ छाड्नु पर्ने थियो, मैले चाहिँ छाडिनँ। त्यो भएको कारणले गर्दा नि हुनसक्छ। यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ है टमाटरहरू, टमाटर हल्का लाग्न थालेको छ। त्यहाँ चाहिँ एउटा एक दुईवटा दाना चाहिँ भर्खर लाग्न थालेको छ है, भर्खर फुल फुलेको छ, बिस्तारै लाग्न थालेको छ। तपाईँले चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो भेन्डा पनि खुब छ बरु भेन्डा। खोर्सानी पनि लगाइदिएको, खोर्सानी चाहिँ खै किन हो भने बढ्दै बढेको छ नि, यहाँ देख्न सक्नुहुन्छ यो सानो सानो छन् भित्र, यही भेन्डाको भित्रतिर देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ। त्यति ठुलो भएन यो चाहिँ, बरु यो चाहिँ भेन्डा चाहिँ बरु खुब भयो। यो खोर्सानी चाहिँ किन हो भने त्यति ठुलो हुँदै भएन क्या, त्यहीँ बिल्लाएको एक दुईवटा हुन्छ कि भन्ने सोचिरहेको छु। अब भयो भने एक दुईवटा होला, नत्र चाहिँ यो चाहिँ भएन क्या। यहाँ चाहिँ अब तपाईँहरूले देख्न सक्नुहुन्छ सबै बालुवा हो नि त, आफ्नो घरको जस्तो हुँदैन, आफ्नो नेपालको जस्तो माटोहरू हुँदैन यहाँ साउदीमा चाहिँ। तपाईँहरूले देख्न सक्नुहुन्छ सबै यो माटो चाहिँ, तपाईँले भन्नुपर्दाखेरि यो जति नै फलफुलहरू उम्रिरहेको छ नि, फलफुलहरू फलिरहेको छ, तर पनि यतिको माटोमा फल्नु भने यही नै सबैभन्दा ठुलो कुरो हो क्या। यहाँ हेर्न सक्नुहुन्छ है, बिस्तारै बिस्तारै मलाई चाहिँ लाग्छ भेन्डाहरू चाहिँ सायद होला है, ठुलो भइसकेको छ। मैले चाहिँ अस्ति यो मलहरू ल्याएर हालिदिएको थिएँ नि, त्यही भएर चाहिँ हरियो भइसकेको छ क्या अहिले। यहाँ चाहिँ अब धनियाँको बिजहरू ल्याएर राखिदिएको, धनियाँको त्यो छरिदिएको, खै धनियाँ होला कि भनेर। तर पनि धनियाँ भएन हुन त, अब सिजन गयो भएर होला होइन। उहाँ नेपालमा चाहिँ अब कुन चाहिँ टाइममा छ त्यही भएर नि हुनसक्छ, सिजन अनुसारको फल अब त्यही हुनसक्छ। त्यही भएर चाहिँ यहाँ खै धनियाँ पनि उम्रेन। अब पुदिना छ उतातिर चाहिँ, अगाडिपट्टि चाहिँ त्यही पुदिना उखाडेर चाहिँ यहाँ ल्याएर लगाइदिनु पर्ला अब चाहिँ। तपाईँहरू देख्न सक्नुहुन्छ है, यहाँ चाहिँ मैले सबै झिग्रोहरू माथि लगाएर, झिग्रो छ यहाँ हेर्न सक्नुहुन्छ है, पुरै दाउराको माथि यस्तो दाउराहरू काटेको चाहिँ अब यतातिर छ नै थुप्रै, त्यही भएर चाहिँ यही काटेको त्यही माथि माथि लगाएर डोरीहरू यस्तो वायरहरूले चाहिँ मैले लगाइदिएको थिएँ। जति माथि जान सक्ने माथि गइसक्यो, नजानु पर्ने चाहिँ यहाँ तलबाट तपाईँहरूले देख्न सक्नुहुन्छ है, यस्तो जमिन। अब यतातिर तारहरू छ है, यो तारतिर नि पहला त्यो अर्कै कुरो भयो। अब मैले चाहिँ फेरि डेली भिडियो बनाऊँ भन्दा नि डेली अब टाइम पनि पाउँदैन, त्यो त तपाईँहरूलाई पनि थाहा छ होइन। डेली भिडियो बनाउन नि सकिँदैन, काम पनि गर्नु पऱ्यो। अब विदेश जस्तो ठाउँ हो, आफ्नो ठाउँमा नेपालमा जस्तो सोचेर हुँदैन, टाइममा उठ्नु पऱ्यो, टाइममा खानु पऱ्यो, त्यही अनुसारको टाइमिङ बनाउनु पऱ्यो नि त। त्यसैले डेली चाहिँ अब भिडियोहरू चाहिँ ल्याउन सकिँदैन है। त्यो भएको कारणले गर्दाखेरि चाहिँ म तपाईँहरूप्रति चाहिँ क्षमा माग्न चाहन्छु। तर पनि यस्तै भिडियोहरू बनाइरहेको छु, तपाईँहरूले चाहिँ माया गर्नुहुन्छ भन्ने चाहिँ मलाई पूर्ण विश्वास छ है। भोलिको दिनहरूमा चाहिँ यस्तै माया गरिरहनु होला। बुवा मम्मीहरू कसैको छ भने सब्सक्राइब गर्न लाउनु होला है, सेयर गर्नु, कमेन्ट गर्नु। अरू यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ खेतीबारी हो सबै। हवस् त, नमस्कार।